अध्यक्षज्यूहरू, क्लबका अध्यक्ष लगायत सम्पूर्ण क्लबमा आबद्ध रहनुभएका प्रतिनिधिज्यूहरू, टोल विकास समितिमा रहनुभएका अध्यक्षज्यूहरू, त्यसै गरी अन्य सङ्घ संस्थामा आबद्ध रहनुभएका सम्पूर्ण बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आजको यो कार्यक्रममा यो आफ्नो महत्त्वपूर्ण समयलाई हाम्रो यो कार्यक्रममा समय दिएर आइदिनु भएको छ। तमानखोला गाउँपालिकाको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि सम्पूर्णमा हार्दिक नमस्कार सहित हार्दिक स्वागत पनि गर्न चाहन्छु। र हामी यो सार्वजनिक सुनाइ कार्यक्रम प्रत्येक 3 महिनामा हामी घुम्तीको रूपमा कार्यक्रम चाहिँ प्रत्येक वडामा गर्दै आएका छौँ। योभन्दा अघिल्लो चोटि हामी वडा नम्बर 6 नर्जामा गरेका थियौँ र अहिले हामी यस वडा नम्बर 5 खुङखानीमा आएका छौँ र हाम्रो देशमा भएको 3वटा सरकारहरू मध्येको हाम्रो यो स्थानीय सरकार हामी सबैको घर नजिकैको घर आँगनको सरकारले गरेका कामहरू प्रति तपाईहरूको जिज्ञासाहरू चासोहरू के कतिको छ, हामीले गरेका कामहरूप्रति तपाईहरू कतिको सन्तुष्टि हुनुहुन्छ भन्ने कुरा पनि यो कार्यक्रमबाट प्रष्ट हुन्छ। र थप हामीले गर्दै गर्दाखेरि कहिलेकाहीँ जान अनजान गल्ती पनि हुनसक्छ। यो कार्यक्रमबाट तपाईहरूले सुधिने मौका पनि दिनुहुन्छ भन्ने हो हाम्रो मुख्य उद्देश्य। त्यस कारणले गर्दाखेरि यो कार्यक्रम एकदमै महत्त्वपूर्ण कार्यक्रम हो। हाम्रो कार्यक्रम सञ्चालक छविलाल सरले अघि नै भनिसक्नुभयो, यो महत्त्वपूर्ण कार्यक्रम हो। तर यसको चाहिँ महत्त्व नबुझेर हो अथवा काम व्यस्तताले हो। म यो अघिल्लो चोटि पनि यो कुरा चाहिँ भनेको थिएँ, तर पनि अहिले दोस्रो चोटिको चरणमा आउँदाखेरि पनि मेरो आफ्नै वडावासी बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूले यो कार्यक्रमको चाहिँ महत्त्व अलिकति चाहिँ नबुझेको जस्तो चाहिँ मैले महसुस गरेको छु। किनभने यो जति सङ्ख्यामा चाहिँ उपस्थित हुनुपर्ने हो, जति चाहिँ तपाईँहरू चिन्ता र चासोको साथ यो कार्यक्रममा उपस्थित भइदिनु पर्ने हो, त्यति चाहिँ नहुँदाखेरि अलिकति हामीमा यो चेतनाको चाहिँ कमी भयो कि जस्तो चाहिँ मैले महसुस गरेको छु। जे भए पनि आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूमा तपाईँहरू एकदमै आफ्नो छरछिमेक अरू आफन्तहरूलाई पनि यो कार्यक्रममा सहभागी भइदिने भन्ने चाहिँ सूचना पनि गरिनको लागि म अनुरोध गर्दछु। किनभने हरेक काममा दोहोरो चाहिँ कुराकानीहरू संवादहरू भयो भने मात्रै कार्यक्रमहरू कामहरू जुनसुकै योजनाहरू चाहिँ सफल हुन सक्छ। त्यस कारणले गर्दाखेरि अर्को कार्यक्रम यस्ता कार्यक्रमहरूमा चाहिँ तपाईँहरू अझै यो सहभागिताको सङ्ख्या चाहिँ बढोस् भन्ने पनि मैले जानकारी गराएँ र यो कार्यक्रममा तपाईँहरू उपस्थित हुनुभएको छ। तपाईँहरूमा लागेका कुराहरू कुनै केही त्यस्ता हामीबाट सुधार्न पर्ने कुराहरू, तपाईँहरूलाई केही कुराहरू सल्लाह सुझावको रूपमा दिन पर्नेछ भने कुनै पनि अप्ठ्यारो नमानिकन आफ्नो मनको कुराहरू राखिदिनको लागि पनि अनुरोध गर्दै पुनः यो कार्यक्रममा उपस्थित भइदिनु भयो सम्पूर्णलाई हार्दिक स्वागत गर्दै मेरो यो चाहिँ इन्जिनियरलाई त हाम्रो बहिनी चाहिँलाई त देखेँ 2-3 खेप झराइ नि पर्यो उहाँसँग। अब त्यो अर्को सर चाहिँ कता जानु भएछ कि आज आउनु भएन है। यो जिल्ला दररेट भन्नुहुन्छ हाम्रो झक्जी, हामीले 4% जति अझ अरूभन्दा बढी गरी गर्छौँ भन्नुभएको छ। यो जानकारी दिनु होला। गोरेतो बाटो बनाएको प्रति मिटर कति जिल्ला दररेट हो, त्यो अनुसार तपाईँहरूले मूल्याङ्कन गर्नुहुन्छ हुन्न। हामीले त के हेर्न सकियो नि त। जस्तै यहाँ 3 मिटर होला, त्यहाँ 3 मिटर बनाउने कति पैसा लाग्छ, अनि त्यो पिसिसी गरेको सामान्य ढलान गरेको कति लाग्छ प्रति मिटर, अनि मेसनरी वालको कति लाग्छ, रेलिङको प्रति मिटर अथवा रनिङ फिटको कति लाग्छ,
अब ढलान घर बनाउँदा बेला कति प्रति स्क्वायर फुटको कसरी लाग्छ? मैले त उहाँ सरहरूलाई चिन्दैन, अरू इन्जिनियर सरहरू आउनुभयो होला, इन्जिनियर सरहरूलाई यो कुरो भयो। मेरो सानो हजुरप्रति सानो कुरो, हाम्रो स्थानीय सरकारले गरेका विकास निर्माणहरू सबै राम्रै देखिराखेको छ। हामीले होइन, बाटो पुलदेखि लिएर सबै स्कुल भवनहरू अहिले को स्थानीय सरकारको ध्यान आकर्षण सकेसम्म स्वास्थ्य शिक्षामा एकदमै सबैको ध्यान। यहाँको गरिब दुखीहरू जनताहरू हुनुहुन्छ। पहिला पनि हामीले चाहिँ एउटा उहाँ पत्रकारज्यू हुनुहुन्छ, हामीले त्यहाँ स्वास्थ्य चौकीमा कुरा राखेका थियौँ। कुकुरले टोकेको दबाई र सापले टोकेको दबाई यहाँ तुरुन्त हुनुपर्छ भन्ने त्यो कुरा पनि राखेको थियो। त्यो अहिलेसम्म पास भएको नभएको त्यो जानकारी भएको छैन। हामीहरूको एउटा के भएपछि यो कुरा चाहिँ बारम्बार उठाइराखेका छौँ। हामी चाहिँ एउटा के भनेपछि चुनावबाट हामीले जितेको अध्यक्ष सदस्य होइन, हामी एउटा यहाँको अध्यक्षले टोल समितिको अध्यक्ष चुनिदिएको। हामीले चाहिँ यहाँ विकास गर्नुपर्छ, तपाईँहरूले चाहिँ काम यहाँ तपाईँहरूले गर्नुपर्छ भने। कमानखोला गाउँपालिकाको लगानी मात्रै भएको देखिएको छ। हेर्नुहोस्, लगानी धेरै भयो तर उपलब्धि केही नभएको देखेँ। त्यसैले सबभन्दा पहिला यो योजना बनाउनु भन्दा पहिला तपाईँहरूले के गर्नु होला भने बजार कतिको छ त्यो जुन चाहिँ महिला दिदीबहिनीहरूलाई काम सिकाइसकेपछि त्यो दिदीबहिनीहरूले लगत्तै रोजगार पाउँछ कि अथवा आफूले जीवन अर्पण गर्न सक्छ कि सक्दैन, त्यसलाई ध्यान दिएर गर्दाखेरि राम्रो होला जस्तो लाग्छ। यहाँ चाहिँ धेरै कार्यक्रमहरू भए, बिचरा उनीहरूले काम सिकेर न बजार छ न केही छ, त्यो लगानी मात्रै अवशेष फ्रेस हुने अवस्था भयो। त्यसैले अब आइन्दा चाहिँ यो महिला उद्यमी कार्यक्रमलाई चाहिँ अलिकति अध्ययन गरेर चाहिँ योजना हाल्दा राम्रो होला जस्तो लाग्छ। स्वास्थ्य चौकीको बारेबाट दबाई पानी अहिले हस्पिटल त राम्रै छ, तर त्यो हस्पिटलको लागि डाक्टर पनि उही अनुसारको चाहियो। यहाँबाट बगादमानबाट बुर्तिबाङबाट अब पोखरा, पाल्पा, काठमाडौँ घुम्न नपरोस्। कयौँ दुखी जनताहरू छन्, कयौँको पासमा पैसा हुन्न। म आफै भन्छु, मैले पनि साह्रै दुःखै पाएँ अब बिमारी अवस्थामा। र मेरो चाहिँ एउटा चाहना के छ भन्दाखेरि यहाँ केही व्यवसाय गर्छु, केही फार्महरू खोल्छु भन्दै गर्दाखेरि यहाँ चाहिँ अलिकति ठाउँ ओसेपिलो भएको कारणले गर्दाखेरि यहाँ त्यस्तो ठाउँ नभएको कारणले मेरो चाहिँ के चाहना छ भनेपछि यो सार्वजनिक ठाउँमा चाहिँ कुनै खुल्ला ठाउँमा चाहिँ त्यो व्यवसाय गर्न सकिन्छ कि सकिँदैन, यो कानुनिक रूपमा चाहिँ यसको के छ व्यवस्था, यो मलाई स्पष्ट गरिदिनु होला भन्ने मेरो एउटा चाहना छ। काउन्सिल आमाको सदस्यबाट बोल्दैछु। हाम्रो सानो जिज्ञासा छ, यो हाम्रो आमासम्म भवन छ, यो चाहिँ काउन्सिल आमासम्मको भवन त्यति राम्रो भएको छैन, मर्मत भएको छैन। त्यो पोहोरदेखि भनिराखेको छौँ। अब त्यो भवनको अगाडि घेराबार भनेको, अब त्यो आँगन मर्मत भनेको त्यो अलिकति त्यही छ जिज्ञासा। एउटा कुरा अर्को छ मेरो, त्यो अहिले जुन ढल कटाउँदै गर्नुभएको छ त्यो यो तलको रोडसम्म भन्नुभएको छ। त्यो रोडभन्दा तल फेरि के गर्ने कसो गर्ने त्यसलाई नि व्यवस्थापन गरिदिनुहोस्। अनि जिज्ञासा गुनासा प्रश्न पनि सुने र हाम्रो जवाबदेही निकाय तमानखोला गाउँपालिकाको तर्फबाट जनप्रतिनिधि र कर्मचारी मित्रहरूले पनि तपाईँहरूलाई हरेक कुरामा स्पष्ट पारिदिसक्नु भएको छ र जहाँसम्म लाग्छ तपाईँहरूको जिज्ञासा क्लियर भएको हुनुपर्छ र तपाईँ झ्यारझ्यार हुनुहुन्न भन्ने मलाई लागिरहेको छ। अब म राम्रो पक्षबाट सुरु गरौँ, किनभने हरेक कुरा राम्रो बाटै गर्दा राम्रो हुन्छ भन्ने गरिन्छ होइन। आज सबभन्दा मलाई यहाँ चाहिँ राम्रो लागेको कुरा के हो भने तपाईँहरू थोरै सहभागी हुनुभयो। यद्यपि जति सहभागी हुनुभयो त्योभन्दा राम्रो तपाईँहरूले निर्धक्कसँग होइन खुल्ला तरिकाले एउटा गाउँपालिकासँगको आत्मीयतालाई जोडेर आफ्ना जिज्ञासा प्रश्न र सुझाव राख्नु भएको छ। यो राम्रो विषय हो। धेरै ठाउँमा जाँदा के गर्नुहुन्छ भने मैले भन्ने पनि गरेको छु, चिया पसलतिर चोक चौतारातिर तपाईँको बेलुकातिर तपाईँको चाहिँ अलिअलि यसो रमझममा बसेको बेलामा यो भएन, फलानु भएन, मेरो वडा अध्यक्षले यसो गर्यो, जनप्रतिनिधिले उसो गर्यो भन्ने हाम्रो अलिक बानी बढी छ। र हामी यस्तो प्लेटफर्म यो भनेको आज हामीले तमानखोला गाउँपालिकाले स्थानीय तहको जुन सरकार छ यसले तपाईँको अहिलेसम्म के गरिरहेछ, अझै हामी चाहिँ तपाईँको चाहिँ के कुरामा अस्पष्ट सबै कुरा हामीले जिज्ञासा प्रश्न सबै राख्ने एउटा
तपाईँहरूको एउटा अधिकार प्राप्त गर्ने एउटा यो कार्यक्रम हो र हामी यो कार्यक्रममा सकभर हामीले समय मिलाउनु पर्थ्यो। अब तपाईँले भोलि आएर म प्रश्न राख्छु, जिज्ञासा राख्छु भनेर पाउनुहुन्न नि त। त्यो भएको हुनाले आज यदि यहाँ उपस्थित हुनु भएन भने पनि अब आगामी दिनमा तपाईँको छरछिमेकी ओल्तिर पल्तिर तलतिर मासतिर भएको दाजुभाइ दिदीबहिनी बुवा आमालाई पनि यो कार्यक्रममा सहभागी हुनु पर्दो रहेछ है भन्ने मेसेज पनि तपाईँले छोड्नु पर्नेछ। किनभने तपाईँ जति सहभागी हुनुभएको छ महिला दिदीबहिनीहरूको पनि उत्साहजनक रूपमा उहाँहरूले प्रश्न गर्नुभयो होइन एकदम। किनभने कतिपय ठाउँमा अझै पनि हामी बोल्न डराउने, तपाईँको चाहिँ लजाउने होइन, खुलेर आफ्ना कुराहरू नगर्ने भएको सन्दर्भमा मैले चाहिँ तपाईँको तमानखोला गाउँपालिकाको वडा नम्बर 5 खुनखानीमा नागरिक चेतना स्तर राम्रो भएको पाएँ सुरुमा त है। अनि अर्को कुरा पालिकाको तर्फबाट विकास निर्माणका कुराहरू हेर्दै गर्दा 2074 सालदेखि म पनि तमानखोला गाउँपालिकाका कुना कन्दारामा बेला बेलामा आउने गर्छु के छ कसो छ भनेर। अहिले धेरै कुराहरू हामी आफै आँखाले पनि देखेका छौँ र तपाईँहरूले पनि विकास निर्माण भएको अनुभूति गर्नुभएको छ। हिजोभन्दाको सडकको अवस्था होइन, हाम्रा भवनहरूका अवस्था, विभिन्न समयमा हुने कार्यक्रमहरूले गर्दा हाम्रो जनचेतनामूलक कार्यक्रमले गर्दा हाम्रो समाजलाई अगाडि बढाइरहेको कुरा, यी कुराहरूले गर्दा पनि तर तपाईँहरूले पनि यी कुराहरूलाई यहाँ जोड्नुभयो। र अर्को कुरा चाहिँ तपाईँको स्वास्थ्य क्षेत्रमा पनि तपाईँहरूले चाहिँ भवनहरू होइन पर्याप्त मात्रामा बनेको, पहिलेभन्दा सुधार भएको भन्ने कुराहरू पनि ल्याउनुभयो। अनि कसै साथीहरूले केही राख्न सकेनन् तर मैले एउटा स्वास्थ्य चौकीलाई राख्छु हेर्नुहोस् है। किन हाम्रो गाउँमा कुकुर छन्, साँप छन्, बुझ्नु है। हाम्रो खोलामा बिख छ, भिक्काउनामा बिख छ, बुझ्नु है तपाईँहरूले। यसमा चाहिँ कसै मान्छेले बिख खाला, बुझ्नुहुन्छ, कसैको कुकुरले तोक्ला, कसै सर्पले दस्ला। हेर्नुहोस् खेतबारीमा जाँदा घाँस मुन्डा होइन कुनै पनि काम गर्दाखेरि दस्ला, तर हाम्रो स्वास्थ्य चौकीमा यो उपचार छैन। हेर्नुहोस् मैले यति राखेँ। 81-82 सम्पत्ति विवरण सङ्कलन गरी प्रणालीमा प्रविष्टि गर्ने काम समेत प्रणालीमा प्रविष्टि गरी सम्बन्धित निकायमा पेश गरिएको छ। उपभोक्ता समितिहरूबाट कार्यान्वयन हुने योजनाहरूको प्रभावकारिता बढाउने उद्देश्यले उपभोक्ता समितिका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन भएको छ। गाउँपालिकाको कार्य सम्पादन स्तरलाई अभिवृद्धि गर्नका लागि गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरी सम्पन्न भएको छ। भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी कार्य चाहिँ अन्तिम चरणमा पुगेको छ। योजना उपशाखाको तर्फ जम्मा हामीसँग यो चालु आर्थिक वर्षमा 134वटा योजनाहरू रहेका थिए, विकास निर्माणसँग सम्बन्धित योजनाहरू। र ती योजनाहरूमध्ये बोलपत्र अथवा ठेक्का प्रक्रियामा गई चाहिँ कार्यान्वयनमा रहेका योजनाहरू 10वटा रहेका छन्, जुनमध्ये 7वटा चाहिँ कार्यान्वयनकै चरणमा रहेका छन् भने सम्झौता प्रक्रियामा एउटा योजना सम्झौता प्रक्रियामा रहेको छ र एउटा चाहिँ योजना प्रक्रियामै जान सकेको छैन भने सम्पन्न एउटा योजना चाहिँ सम्पन्न भइसकेको छ। कोटेसन आह्वान गरी सञ्चालनमा रहेका योजनाहरू चाहिँ 15वटा जम्मा योजनाहरू चाहिँ 15वटा थिए, त्यो मध्ये कार्यान्वयन चरणमा 3वटा रहेका छन्, सम्झौता प्रक्रियामा चाहिँ 3वटा रहेका छन् भने सम्पन्न भइसकेका योजनाहरू 9वटा रहेका छन्। उपभोक्ता समिति मार्फत सञ्चालन गर्नुपर्ने जम्मा योजनाहरू 109वटा थिए छन् हामीसँग यो आर्थिक वर्षको लागि र यी मध्ये 79वटा योजनाहरू सम्झौता भइसकेका छन्, 18वटा योजनाहरू सम्पन्न भइसकेका छन्, 55 योजनाहरू कार्यान्वयनकै प्रक्रियामा रहेका छन् भने सम्झौता गर्न बाँकी 30वटा योजनाहरू अझै पनि सम्झौता हुन सकेको छैन। तमनखोला गाउँपालिकाको बङ्गदाउन बङखानी ढोरपाटन सडकको डिपिआर गर्ने कार्य चाहिँ अगाडि बढिसकेको छ। प्राविधिक शाखाबाट भए गरेका गतिविधिको सन्दर्भमा आर्थिक वर्ष 2082-83को दोस्रो चौमासिकसम्म निर्माण सम्पन्न भएको कलबट एउटा रहेको छ। यो सिङखोला घाटमा चाहिँ कलबट निर्माण गरिएको छ, यहाँहरूले जानकारी नै छ। र 3वटा कलबट निर्माणाधीन अवस्थामा रहेको छ, यो मध्ये एउटा शेर्मा घाट, असारे घाट र पातले खोलामा चाहिँ कलबट निर्माण क्रममा रहेको छ। निर्माणाधीन पुलको सङ्ख्या 2वटा रहेको छ, एउटा नुनथला घाटमा एउटा घट्टबोटमा। 2082-83को दोस्रो चौमासिकको अवधिसम्म चाहिँ हामीले 3.4 किलोमिटर स्थानीय सडकको नयाँ ट्र्याक चाहिँ खोलिएको छ। वडा नम्बर 3 को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। बङ्गदाउन बङखानी ढोरपाटन सडकको स्तरोन्नतिको लागि ठेक्का गरी मूल्याङ्कन प्रक्रियामा रहेको छ। बङ्गदाउन खुङखानी नयाँ सडक अन्तर्गत घट्टबोटमा कलबट निर्माणाधीन अवस्थामा रहेको छ।
त्यस्तै शिक्षा युवा तथा खेलकुद शाखा अन्तर्गत प्रवृत्ति शिक्षण सिकाइ कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधिको निर्माण गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा विद्यालयहरूबाट आवश्यकता पहिचान अथवा उहाँहरूबाट माग चाहिँ सङ्कलन गरी आवश्यक सामग्रीहरू विद्यालयबाट माग भए अनुरूप आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ। बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले 9 आधारभूत विद्यालयहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा हुने गरी अन्तर्विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ, सम्पन्न गरिएको छ। स्थानीय पाठ्यपुस्तकलाई समय सान्दर्भिक बनाउने उद्देश्यले आवश्यक परिमार्जन र संशोधन गरी पाठ्यपुस्तक छपाईको क्रममा रहेको छ। आवश्यकता अनुसार विद्यालय अनुगमन भइरहेको छ। नियमित प्रधानाध्यापक बैठक गरी गाउँपालिकाको शैक्षिक चाहिँ गुणस्तर वृद्धि गर्ने विषयमा छलफल भइरहेको अवस्था रहेको छ। स्वास्थ्य शाखा अन्तर्गत नागरिक आरोग्य केन्द्र हामीसँग अहिले एउटा नयाँ आयुर्वेद सेवासँग सम्बन्धित नागरिक आरोग्य केन्द्र चाहिँ स्थापना भएको छ बोङ्गदोबानमा। तमनहोला गाउँपालिका वडा नम्बर 1 पैरा सेन्नामा र वडा नम्बर 3 हिलेमा प्राथमिक उपचार तथा परामर्श केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। नयाँ प्रजनन रोगलगता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत पाठेघरको क्यान्सर निवारण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा 30 वर्ष उमेरमाथिका 66 जना महिलाहरूको पाठेघरको मुख्य क्यान्सर स्क्रिनिङ गरिएको छ। मातृ तथा नव शिशु कार्यक्रम अन्तर्गत ग्रामीण भिडियो एक्सरे तालिम प्राप्त नर्सिङ स्वास्थ्य कर्मीद्वारा तमनहोला गाउँपालिका अन्तर्गत 104 गर्भवती महिलाहरूलाई सेवा प्रदान गरिएको छ। समुदाय स्तरमा नसर्ने रोग स्क्रिनिङ 7वटै स्वास्थ्य संस्था मार्फत माघ महिनामा सम्पन्न गरिएको छ। मिति 2082 फागुन 10 देखि 12 गतेसम्म विद्यालय खोप केन्द्रित नियमित एचपीभी खोप अभियान सम्पन्न भएको छ। खोप केन्द्र 27वटा खोप केन्द्रबाट कक्षा 6 मा अध्ययन गर्ने छात्राहरूलाई 101 जना छात्राहरूलाई चाहिँ एचपीभी खोप लगाइएको छ। विपद व्यवस्थापन अन्तर्गत मनसुन जन्य र आगलागी जन्य विपदमा परेका घर परिवार लाभ गरेको पहिचान गरिएको छ। मनसुन जन्य विपद र आगजनीमा परेका घर परिवारलाई राहत वितरण गरिएको छ। वर्षात वा अन्य कारणबाट पहिरोको जोखिममा रहेका स्थानहरूको संरक्षण गर्नका लागि आवश्यक ग्याबिन जाली खरिद गरी आवश्यकता अनुसार वितरण पनि गरिएको छ। पशु सेवा शाखा अन्तर्गत पशु सेवा शाखामा हालसम्म दर्ता भएका 117 व्यवसायहरू दर्ता भएको मध्ये 75वटा व्यवसायको नवीकरण भएको छ। पशु सेवा शाखाबाट पशुजन्य औषधिको सुविधा चाहिँ सेवा 1557 जनाले लिनुभएको छ तथा 163 जनाको चाहिँ घरमै पुगेर निःशुल्क पशु स्वास्थ्य सम्बन्धी उपचार गर्ने सेवा प्रदान गरिएको छ। घुम्ती गोठ पशुपालक कृषकहरूलाई सोला र तिरपाल वितरणका लागि कृषकहरूको माग सङ्कलनका लागि 15 दिने सूचना प्रकाशन गरिएको र माग सङ्कलन भइरहेको छ। औषधिजन्य पशुपक्षीजन्य औषधि खरिद भई आवश्यकता अनुसार वितरण गर्ने कार्य भइरहेको छ। कृषि विकास शाखा अन्तर्गत स्थानीय कृषि उत्पादनहरूको सुरक्षित भण्डारण तथा बिक्री वितरण सहजताका लागि निर्माण भएको गाउँपालिकाको कृषि सङ्कलन तथा वितरण केन्द्र सञ्चालनका लागि व्यवस्थापन कार्य सम्पन्न भएको छ। 50% अनुदानमा कृषि तथा पशुपक्षी फर्मलाई वितरण गर्ने प्रयोजनका लागि 8वटा कम्बाइन मिल खरिद गरिएको छ। वडा नम्बर 6 का कृषकहरूलाई 50% अनुदान वितरण गर्ने उद्देश्यले एउटा मिनी टेलर र करिब 1800 मिटर पाइप खरिद गरिएको छ। वडा नम्बर 4 का किसानलाई अनुदानमा 1000 केजी उच्च गुणस्तरीय आलुको बिउ खरिद गरी वितरण गरिएको छ। सामाजिक विकास शाखा अन्तर्गत ज्येष्ठ नागरिक सहयोग तथा सम्मान कार्यक्रम अन्तर्गत 85 वर्ष माथिका ज्येष्ठ नागरिकको घर दैलोमा गएर 109 जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी पौष्टिक आहार वितरण गरेको छ। तमनहोला गाउँपालिकाबाट हालसम्म 75 जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ। यो मध्ये क वर्गको पाउने 15 जना, ख वर्गको 44, ग वर्गको 6 जना र घ वर्गको 10 जनालाई चाहिँ अहिलेसम्म चाहिँ अपाङ्गताको परिचय पत्र वितरण गरिएको रहेछ। र यो मध्ये यसमध्ये चाहिँ यो आर्थिक वर्षमा हालसम्म थप 6 जनाले अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। गरिब परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले चाहिँ तथ्याङ्क सङ्कलन प्रयोजनका लागि गणक नियुक्ति गर्ने प्रक्रिया चाहिँ अगाडि बढेको छ। सहकारी पर्यटन तथा उद्यम विकास अन्तर्गत आर्थिक वर्ष 2082-83 मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रमका सम्बन्धमा गाउँपालिका स्तरीय र वडा स्तरीय 1 नम्बर वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका स्तरीय अभिमुखीकरण र 1 नम्बर वडामा अभिमुखीकरण सम्पन्न भएको छ। तमनहोला गाउँपालिकाको वडा नम्बर 1 को थिरबाङ
र वडा नम्बर 5 को थासपुरीमा 48 सम्भावित नयाँ लघु उद्यमीहरूको सहभागितात्मक ग्रामीण लेखाजोखा पिआरए कार्यक्रम सम्पन्न गरिएको छ। तमनखोला गाउँपालिका वडा नम्बर 2 खोलेसोङमा मेटपा कार्यक्रम अन्तर्गत 11 जनालाई व्यावसायिक बुटिक सम्बन्धी 1 महिना एडभान्स विकास तालिम सम्पन्न गरिएको छ। तमनखोला गाउँपालिकाको व्यावसायिक ऋणका लागि ब्याज अनुदान कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा रहेको छ। परम्परा टेलर र आइरन व्यवसाय अनुदानको लागि माग सङ्कलन भएको छ। रोजगार शाखा अन्तर्गत वैदेशिक रोजगारीमा जाने 35 जनाको अनलाइन श्रम स्वीकृति गरिएको छ। करार सेवामा कार्यरत कर्मचारीको लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने मापदण्ड 2022 स्वीकृत गरी तमनखोला गाउँपालिकामा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य सुरु गरिएको छ। सुरक्षित आवासन सम्बन्धी कार्यविधि 2022 स्वीकृत भएको छ। राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत हालसम्म 13 वटा योजना सम्झौता चाहिँ भइसकेको छ। सामी यो सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत हालसम्म 12 जना बिरामीहरूलाई उनीहरूको घर घरमा पुगेर मनोसामाजिक परामर्श प्रदान गरिएको छ तथा विद्यालय स्तरमा 2 पटक मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ। समुदाय स्तरमा 10 स्थानमा 300 भन्दा बढी जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण गरिएको छ। वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका 1 जना नागरिकको गाउँपालिकाका अध्यक्षज्यूको सक्रियतामा चाहिँ उद्धार गरिएको छ। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा अन्तर्गत आर्थिक वर्ष 2022-83 को दोस्रो चौमासिकसम्म जम्मा 2171 जनालाई जम्मा रु 3,62,38,435 सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। बैंकसँगको सहकार्यमा चाहिँ टोलमा वडामा पुगेर वितरण गरिएको छ। गाउँपालिकामा 6वटै वडामा जन्म मृत्यु बसेसराई विवाह दर्ता र सम्बन्ध विच्छेद गरी जम्मा 357 वटा व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि चाहिँ जारी गर्ने काम भएको छ। अब म तमनखोला गाउँपालिकाबाट हालसम्म अथवा दोस्रो चौमासिको अवधिसम्मको चाहिँ यो आय तथा खर्चको चाहिँ प्रगति प्रस्तुत गर्ने अनुमति चाहन्छु। हाम्रो आर्थिक वर्ष 2022-83 को बजेट तथा कार्यक्रम अनुसार नेपाल सरकारको सामान्यीकरण अनुदान अन्तर्गत हामीलाई 7,04,00,000 अनुदान प्राप्त हुने अनुमान भएकोमा हालसम्म 2,58,82,971 प्राप्त भएको छ। सामान्यीकरण अनुदान प्रदेश सरकार अन्तर्गत हामीलाई 74,83,000 प्राप्त हुने अनुमान भएकोमा अहिलेसम्म 37,41,500 प्राप्त भएको छ। रासो बाँडफाँड सङ्घीय सरकार अन्तर्गतकोमा हामीलाई 7,81,22,532 प्राप्त हुने अनुमान भएकोमा अहिलेसम्म 4,51,81,393 प्राप्त भएको छ। सङ्घीय सरकारको सम्पूर्ण सशर्त अनुदान अन्तर्गत हामीलाई 11,75,00,000 प्राप्त हुने अनुमान भएकोमा अहिलेसम्म 6,68,20,000 प्राप्त भएको छ। सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत हामीले 75,00,000 प्राप्त हुने अनुमान रहेको छ। अहिलेसम्म प्राप्त भएको चाहिँ अवस्था छैन। सम्पूरक अनुदान सङ्घीय सरकार अन्तर्गत हामीलाई 80 लाख प्राप्त हुने अनुमान भएकोमा अहिलेसम्म 49,65,523 प्राप्त भएको छ। प्रदेश सरकारको सम्पूरक अनुदान अन्तर्गत हामीलाई 60 लाख प्राप्त हुने अनुमान भएकोमा अहिलेसम्म 30 लाख प्राप्त भएको छ। विशेष अनुदान प्रदेश सरकारबाट प्राप्त हुने 39,91,000 प्राप्त हुने अनुमान गरेको थियो। यसमध्ये 19,95,500 प्राप्त भएको छ। प्रदेश सरकारको राजस्व बाँडफाँड अन्तर्गत हामीलाई 64,03,000 प्राप्त हुने अनुमान थियो। त्यो मध्ये अहिलेसम्म 26,93,198 प्राप्त भएको छ। आन्तरिक राजस्व हामीले 38 लाख उठाउने चाहिँ अनुमान गरेकोमा अहिलेसम्म 16,73,000 सङ्कलन भएको छ। स्थानीय राजस्व बाँडफाँडबाट हामीले 1 लाख अनुमान गरेका थियौँ। त्यो मध्ये अहिलेसम्म 19,800 चाहिँ प्राप्त भएको छ। गत वर्षको बैङ्क मौजदात हामीसँग 3,75,98,519 रहेको छ। र यसरी हाम्रो जम्मा आर्थिक वर्ष 2022-83 को जम्मा चाहिँ खर्च आय अनुमान हामीसँग 34,68,98,051 थियो भने अहिलेसम्म हामीसँग 21,71,11,000
343 चाहिँ सङ्कलन भएको छ र खर्च अन्तर्गत हाम्रो आर्थिक वर्ष 2082-83 को बजेट तथा कार्यक्रम अनुसार हाम्रो चाहिँ चालु खर्च अन्तर्गत 22,80,75,651 चाहिँ विनियोजन भएकोमा अहिलेसम्म 8,43,27,670 गरी 36.97% चाहिँ खर्च भएको रहेछ। पुँजीगत तर्फ हामीले 11,88,22,400 चाहिँ विनियोजन गरेकोमा 3,98,47,188 गरी जम्मा 33.53% खर्च भएको छ र जम्मा टोटलमा चाहिँ हाम्रो अहिलेसम्म 36% चाहिँ वित्तीय प्रगति रहेको ब्यौरा म जानकारी गराउन चाहन्छु। र यति भन्दै मेरो यो तमनखोला गाउँपालिकाले हालसम्म गरेका गतिविधि सेवा प्रवाह विकास निर्माणसँग सम्बन्धित आय तथा व्यय समेतसँग सम्बन्धित चाहिँ विवरण प्रस्तुत सुने कार्यक्रम चाहिँ भएको हो। यो दोस्रो चौमासिक कार्यक्रम हामीले तमनखोला गाउँपालिका वडा नम्बर 5 खुङखानीमा सम्पन्न गर्दैछौँ। यो कार्यक्रममा म विशेष धन्यवाद दिन चाहन्छु। दोस्रो चरणमा पनि फेरि महत्त्वपूर्ण प्रश्न गर्ने हाम्रो गिरबहादुर सन्ट्याल, होमबहादुर पिक, पूर्णकुमारी श्रीपाली, लिखित रूपमा दिनुहुने तेजमान श्रीपाली र गमबहादुर पुन्ज्यूलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूले उठाएको जिज्ञासा प्रश्नको चाहिँ जवाफ हाम्रो चाहिँ वडा अध्यक्षज्यू, प्रमुख प्रशासक अधिकृतज्यू, हाम्रो स्वास्थ्य कर्मीले दिइसक्नु भएको छ जस्तो मलाई लाग्छ। हामी गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी र समग्र तमनखोला गाउँपालिका 2074 सालदेखि स्थानीय तह चाहिँ गठन भए पश्चात नै यहाँको आवश्यकता, समस्या र नागरिकहरूसँग चाहिँ मिलेर गाउँपालिकाको चाहिँ आधारभूत विकासका कुराहरू र नागरिकहरूको चाहिँ समस्या र आवश्यकतालाई परिपूर्ति गर्नको लागि हामी निकै नै चाहिँ हाम्रो आवश्यकता र समस्यालाई चाहिँ पहिचान गरेर प्राथमिकरण गरेर योजना बनाउने, बजेट बनाउने काम जिम्मेवारी हामी गरिरहेका चाहिँ छौँ। यानि हाम्रा थुप्रै आवश्यकता समस्याहरू चाहिँ छन्, तर हामीसँग सीमित स्रोत साधनहरू छन्। ती सबै आवश्यकता समस्याहरू एकैचोटि परिपूर्ति गर्न सकिँदैन। त्यसलाई चाहिँ क्रमस्वरूपमा हाम्रो स्रोतले, हाम्रो बजेटले भ्याएसम्म प्राथमिकरण गरेर हामीले काम गरिरहेका छौँ। यो कुरा पनि तपाईँहरूले चाहिँ हाम्रो गाउँपालिकाको कार्य सम्पादनमा यी निर्माण भएका भौतिक संरचनाहरू तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ। यो 74 सालमा हामी स्थानीय तह आउँदै गर्दा त हाम्रो यही ग्राउन्डको डिलमा चाहिँ एउटा जीर्ण भवनमा स्कुल सञ्चालन गरेको अवस्था चाहिँ हामीले देखेका थियौँ। यही मुनतिर यो जीर्ण अवस्थामा रहेको चाहिँ स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरेको हामी देखिरहेका थियौँ। अब यी थुप्रै कुराहरू चाहिँ तपाईँहरूले स्कुलको भवन तल चाहिँ सरेर हैन सुविधा सम्पन्न भवन चाहिँ बनेको तपाईँहरूले देख्नु भएको छ। स्वास्थ्य चौकीको त्यत्रो चाहिँ सुविधा सम्पन्न भवन बनिरहेको छ। अब यही बुर्तिवाङदेखि यहाँसम्म आउनको लागि हामी 4 महिना साउन भदौ असोज, असार साउन भदौ असोज 4 महिना चाहिँ हामी बर्खाको समयमा खोलापारी गरेर चाहिँ बुर्तिवाङसम्म पुग्ने, कहिले सुत्केरी, कहिले बिरामीहरूलाई बोकेर चाहिँ लैजाने परिस्थितिहरू थियो। तर त्यो सहजता चाहिँ हामीले चाहिँ गरिरहेका छौँ। तर यी काम गर्दै गर्दा बेला कतिपय कुराहरू हामीले अझै योभन्दा कम प्राथमिकता भएका योजनाहरू बाँकी नै छन्। सबै कुराहरू पुरा भए भन्ने कुरामा म विश्वस्त चाहिँ छैन, तर ती कुराहरू पनि क्रमस्वरूपमा चाहिँ पुरा हुन्छन् भन्ने कुरा निवेदन गर्न चाहन्छु। नागरिकको तर्फबाट पनि अलि तथ्य रूपमा चाहिँ भएको कुरालाई भएको हो भन्न सक्ने हिसाबले तपाईँहरूले कुरा उठाइदिनु भयो भने अझै चाहिँ काम गर्ने चाहिँ हैन जनप्रतिनिधि कर्मचारीहरूलाई चाहिँ उत्साह बढ्छ भन्ने कुरा चाहिँ म तपाईँलाई निवेदन गर्न चाहन्छु। किनभने बुर्तिवाङदेखि खुङखानीको यही स्कुलसम्म चाहिँ मोटर बाटो ल्याउनको लागि स्वर्गीय मान ज्ञानकुमारी सन्ट्यालज्यूको महत्त्वपूर्ण योगदान छ। म उहाँलाई पनि स्मरण गर्न चाहन्छु। तर यहाँ केही चाहिँ अगाडि क्वेसन्स गर्ने हाम्रा सम्मानित व्यक्तित्वहरूले यहाँदेखि अगाडि चाहिँ यो गाउँ काटेर माथिल्लो गाउँसम्म चाहिँ पुगेको बाटो, थासपुरीसम्म पुगेको बाटो हैन, त्यसपछि नर्जा, भित्रीवन, पाटलेसम्म पुगेको बाटो अहिले बुर्तिवाङदेखि यता आउनको लागि नै चाहिँ हुन्डफेदी घाटमा, भालीबाङ घाटमा, बोङ्गारवन घाटमा नै पुल थिएन 74 सालमा हैन। त्यो पुल कसरी बने,
अहिले बुर्तेङदेखि बोङ्गारासम्म बाटो चाहिँ पिच कसरी हुँदैछ, बोङ्गारावानदेखि यहाँसम्म आउनको लागि पनि घट्टपोट र चाहिँ भिगोसघाटमा चाहिँ पुल थिएन, 4 महिना हामी रोकिनु पर्ने अवस्था थियो नि त। त्यो कसरी चाहिँ आज सहजता हुँदैछ भन्ने कुराहरू चाहिँ तपाईँहरूले अलिकति तथ्यमा चाहिँ बुझेर काम भएको कुरालाई पनि अलिकति होइन काम भएको छ भन्ने सक्नु चाहिँ तपाईँहरूले चाहिँ कुरा निवेदन गर्नुहोला होइन। यी कुराहरू चाहिँ निवेदन गर्दै सामान्य चाहिँ अब यो औषधिको कुराहरू उठेको चाहिँ छ, लाग्छ मलाई नेपाल सरकारले तोकेको निःशुल्क पाउने औषधि, स्वास्थ्य चौकीमा पाउने औषधि तमानखोला गाउँपालिकामाले अपवादमा एउटा दुईटा औषधिहरू चाहिँ सर्टेज हुँदा बाहेक इम्पोर्टेन्ट औषधिहरू कहिले पनि हामी चाहिँ म 74 सालदेखि आजको दिनसम्म आउँदा बेला कहिले पनि स्टक आउट चाहिँ हाम्रो भएको चाहिँ छैन। स्टक आउट भयो भने तुरुन्तै त्यसको चाहिँ डेटा रिपोर्ट लिएर स्वास्थ्य कर्मीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी संवेदनशील हिसाबले चाहिँ हामीले मासिक रूपमा बैठक बसेर के छ अवस्था डेटा चाहिँ हेरेर अहिले चाहिँ उहाँहरूले चाहिँ आफ्नो स्वास्थ्य चौकीमा कुन कुन औषधि चाहिँ बाँकी छ भनेर हामी वहीँ बोङ्गारावानमा अफिसमा बसेर चाहिँ हेर्न सकिन्छ। त्यसरी चाहिँ हामीले चाहिँ सप्लाई गरिरहेको अवस्थामा तपाईँहरूले फेरि सिटामोल नै पाएन भन्न बेला चाहिँ कतै बुझेर भन्नुभयो कि नबुझेर भन्नुभयो कि होइन। सिटामोल पाएन भने त्यहाँ गएर हेर्न पर्यो होइन। आजको दिनसम्म कहिले पनि स्टक आउट छैन, कसरी सर्टेज भयो खुङ्गानीमा कुरा त उठ्यो नि त, गम्भीर विषय छ नि त। सामान्य गाउँका चाहिँ नागरिकले ज्वरो रुगाखुगी लाग्दै गर्दा एउटा सिटामोल नपाउने भन्ने हुन्छ आजको दिनमा, त्यो त भएन नि त। त्यो कुरामा हामी गम्भीर छौँ, त्यस्तो हुन दिँदैनौँ। तपाईँहरूले बुझेर गर्नुभएको छ भने त्यसमा हामीलाई सचेत बनाउनु भएकोमा धन्यवाद। बुझ्नु भएको छैन भने अनावश्यक यसरी चाहिँ भरम फैलाउने हिसाबले चाहिँ नबोलिदिनु होला, किनभने भोलिहान चाहिँ अर्को व्यक्तिहरूलाई अर्को नागरिकहरूलाई असर पर्न सक्छ। त्यही कारणले चाहिँ नकारात्मक चाहिँ होइन नकारात्मक चाहिँ भाइभएर चाहिँ के अरे चाहिँ सिर्जना गर्छ। त्यसले गर्दा समाजमा भोलिहान चाहिँ अर्को उशृङ्खल चाहिँ कुराहरू गतिविधिहरू चाहिँ सिर्जना हुन्छन् भन्ने कुराहरू चाहिँ निवेदन गर्न चाहन्छु। अब यो चेतनशील आमा समूहको भवन घेराबार आँगन बनाउने कुरा पनि अध्यक्षज्यूले भनिराख्नु भएको छ। हाम्रो बजेट अनुसार हामीले काम गरिरहेका नै छौँ। प्राथमिकता हाम्रो स्वास्थ्य चौकी, स्कुलहरू, खानेपानीहरूलाई हामीले दिइरहेछौँ। तपाईँको भवन पनि चाहिँ हामीले नै चाहिँ निर्माण गरेको, यताको भवन उताको भवन, तर यसलाई चाहिँ थप संरक्षण गर्ने जिम्मा पनि तपाईँ हामी सबैको हो। हामीले यसलाई उपभोग गर्ने पनि हामी सबैको हो। हाम्रो बजेट भएसम्म यसलाई पनि हामी काम गर्नेछौँ भन्ने कुराहरू चाहिँ निवेदन गर्दै हाम्रो चाहिँ गम्बहादुर सरले गोरितो बाटो मैले चाहिँ भन्न खोजेको कुरा चाहिँ के हो भने तपाईँले पटक पटक उठाउनुहुन्छ। अहिले चाहिँ धेरै अगाडि हामी धेरै पछाडि छौँ, तर धेरै अगाडिको कुरा चाहिँ तपाईँले गर्नुहुन्छ होइन। मैले भन्न खोजेको कुरा के हो भने तपाईँले भनेअनुसार काम गर्नको लागि हामीसँग पर्याप्त स्रोत बजेट चाहिँ हुनुपर्छ। तर हामीसँग सीमित बजेट छ, आवश्यकता धेरै छ, सबैलाई सम्बोधन गर्न पर्यो, केही न केही काम गर्न पर्यो। तर तपाईँले भने हिसाबले चाहिँ त्यो गतिमा हामी चाहिँ विकासको चाहिँ होइन मोडेल, त्यो गतिमा हाम्रो चाहिँ विकासको चाहिँ संरचनाहरू निर्माण गरेर हामी समिति बन्नुभएको अघि नै चाहिँ हाम्रो प्रमुख प्रशासक अधिकारीले भनिसक्नु भएको चाहिँ छ होइन। प्राविधिकले त केही न केही चाहिँ होइन टेक्निकल कुरा प्राविधिकलाई नै थाहा हुन्छ, त्यही भएर प्राविधिक राखेको होइन। प्राविधिकले भनेको कुरा त कतिपय कुराहरू चाहिँ मान्न पऱ्यो नि त। यो चाहिँ ल्यान्ड चाहिँ फिजिबल छ कि छैन, यो सस्टेनेबल छ कि छैन भन्ने कुरा त टेक्निकल हिसाबले जसले पढेको छ, जसले प्र्याक्टिस गरेको छ उसलाई नै थाहा छ नि त। न त हामीले चाहिँ प्राविधिक नै किन राख्ने। केही कुरामा तपाईँहरूको केही कुराहरू चाहिँ तालमेल नमिलेको कारणले त्यो बजेट चाहिँ कार्यान्वयन हुन सकेन। अझै पनि त्यहाँ आवश्यकता चाहिँ छ, हामीले महसुस गरेका छौँ। तपाईँलाई फेरि योजना चाहिँ बन्ने, बजेट बनाउने, काम गर्नको लागि त तपाईँहरू त्यहाँको उपभोक्ता नागरिकहरू पनि तपाईँहरू जागरिक हुनु पऱ्यो, सक्रिय हुनु पऱ्यो। केही विवादित कुराहरू छन् भने वातावरण, काम गर्ने वातावरण पनि मिलाइदिनु पऱ्यो। कहीँ बाटो चाहियो, यहाँदेखि पल्लो गाउँसम्म बाटो चाहियो, बाटो खण्ड बेला चाहिँ कसैको के अरे खेत जान्छ, कसैको घरको चाहिँ होइन कहीँ चाहिँ जोही मुला, कसैको गोठ जाला, कसैको टोइलेट जाला, तर बाटो पनि त चाहिएको छ। तर त्यहाँ चाहिँ त्यो वातावरण मिलाउने के हो भने यहीँको समुदायको चाहिँ मान्छेको चाहिँ नागरिकको जिम्मेवारी हो। त्यसै जस्तो हामी सबै जिम्मेवार भएर होइन, यो चाहिँ वडाले गरिदिला, यो पालिकाले गरिदिला भन्दा पनि यहाँ निर्माण भएको चाहिँ योजना, निर्माण हुने योजना, निर्माण गरेको चाहिँ बजेट चाहिँ राखेको चाहिँ योजना मेरो लागि हो भन्ने चाहिँ हामीले सोच्यौँ भने त्यो निर्माण गर्नको, काम गर्नको लागि कति पनि समस्या हुँदैन। त्यति मात्र सोचिदिनुहोस् तपाईँहरू होइन। त्यसरी चाहिँ लाग्दिनु हो भने पक्कै पनि राम्रो काम हामीले चाहिँ गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ निवेदन गर्दै आज पनि तमानखोला गाउँपालिकाको यो होइन स्थानीय तहको चाहिँ दोस्रो कार्यकालको
अब अन्तिम चाहिँ वर्ष चाहिँ आइपुग्दै गर्दा पनि कार्य सम्पादन गर्ने कुरामा जवाबदेहिता पारदर्शिता होइन जिम्मेवारको हिसाबले हामी चाहिँ नागरिकप्रति चाहिँ उत्तरदायी हुने हिसाबले हामीले काम गरेका छौँ जस्तो लाग्छ। कहीँ कतै हामीले कमी कमजोरी गरेको छ भने यस्तै सार्वजनिक सुनाइमा तपाईँहरूले उठाएको महत्त्वपूर्ण सुझावलाई हामीले चाहिँ ग्रहण गर्दै राम्रो कुरालाई ग्रहण गर्दै हामी काम गर्ने क्रममा केही कमी कमजोरी हुनसक्छ त्यसलाई करेक्सन गर्दै काम गरिरहेको जस्तो चाहिँ लाग्छ। अब यसरी नै तपाईँहरूलाई फेरि यो सार्वजनिक सुनाइ मात्र नभएर भोलि चाहिँ कार्यालयमा गएर कार्यालयमा चाहिँ यदि चाहिँ हामी भेटिन्न भने गुनासो पेटिका छ, पेटिकामा चाहिँ सुझाव चाहिँ तपाईँहरूले दिएर फोन गरेर होइन पनि तपाईँहरूले चाहिँ दिन सक्नुहुन्छ। त्यसमा चाहिँ कोही कतै